विश्व स्वर्ग भन्दा पनि प्यारो केही हो भने जन्मिएको भूमि हो कि होइन? त्यसैले त जननी जन्मभूमि छ स्वर्ग दपी गरिएसी भनेको छ। आज यही भूमिमा जन्मिएका नेपाली चलचित्र जगतका रियल हिरो सुपरस्टार नायक जसले जनताका आमा बुवाका र हरेक पश्चिमदेखि पूर्वसम्मका देश विदेशका दुखी गरिबका कर्महरू देखेर आफ्नो हृदयलाई चिया चिया पारेर उहाँहरूको सेवामा जीवन समर्पित गर्नुभयो। कोरोनाको बेलामा जहाँ अक्सिजन थिएन, छोरा बाउ परिवार टाढा हुन्थे, त्यो बेलामा चपक्क हात समातेर आमा म तपाईँको छोरो भन्ने रियल हिरो पल शाह तपाईँको बिचमा हुनुहुन्छ हो कि होइन? त्यसैले त आज रियल हिरो हामी सबैको हृदय रूपी पटलमा अटल हुनुहुन्छ। उनी सर्वप्रिय कलाकार, आजको कार्यक्रमको महानायक, रियल हिरो सुपरस्टार नायक पल शाहलाई स्वागत र अन्यत्र पलजी अन्तिममा बोल्नुहुन्थ्यो। यो गृहनगर हो, आफ्नो ठाउँ, जन्मिएको भूमि, यही रामपुरमा जन्मिएको एकजना व्यक्तित्व आज कर्म गर्दै जाँदा सङ्घर्षले खारिएको व्यक्तित्व भनौँ। सङ्घर्ष गर्दा गर्दा सङ्घर्षबाट सफलता कसरी प्राप्ति हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण जो प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ हामी सबैको आदरणीय पल शाहजी। यहाँलाई म आफ्नो छोटो गृहनगरमा सम्बोधन र उपस्थित दर्शक महानुभावहरूको बिचमा आफ्नो भाव प्रस्तुत गरिदिने कारण यो माइक्रोफोन प्रदान गर्न चाहन्छु। नमस्ते घोराई, नमस्ते दाङ। थ्याङ्क यू सो मच। यो मायाको लागि, यो साथको लागि मुरी धन्यवाद। यति धेरै माया पाउँछु संसारभरिबाट चाहिँ दाङको माया भनेर चाहिँ उहाँले हेर्नु देख्नुहुन्छ। म जहाँ जान्छु दाङको किन यस्तो धेरै माया भन्नुहुन्छ, किनभने दाङ किन भने मेरो जन्मस्थल हो भन्छु, अहिले मेरो गृह जिल्ला हो होइन, आफू जन्मेको माटो हो यो। सो यो माया त हुन्छ नै होइन, हुनुपर्छ नै होइन, यति त। थ्याङ्क यू सो मच। र मसँग मेरो भतिज सान अधिकारी पनि आउनुभएको छ, घर चाहिँ यही नजिकै घोराइ नै हो। सो सानको लागि पनि ताली दिनु होला एकचोटि। सानले के भन्छु भन्नुभएको छ? उहाँले भन्नुभएको छ आबाट आमा चलचित्र उहाँले खेल्नुभएको छ। जसरी म्युजिक भिडियोमा अरूलाई धानको बाद मायालाई पानको बादमा सान अधिकारी खेल्नु भएको छ, त्यसरी नै उहाँको पहिलो फिल्म आबाट आमा चाहिँ नजिकको सिनेमा घरमा लाग्दैछ। माघ 16 गतेबाट हेर्नु होला। र आज मात्रै एउटा हामीले अनाउन्समेन्ट गर्दैछौँ। र आज मात्रै, आज माघ 1 गते माघे सङ्क्रान्तिको दिनमा हाम्रो चलचित्र आबाट आमाको दोस्रो गीतलाई गीतको टाइटल के थियो ट्याक्कै बिर्सेँ मैले, नयाँ गीत रिलिज भएको छ, हेरिदिनु होला। भर्खरै रिलिज भएको छ, हामी सायद मिल्छ भने अहिले स्क्रिनमा हेरौँला, नत्र अहिले हामी त्यो गीतमा पर्फर्म गर्नेछौँ। सो सबैलाई धन्यवाद र ह्याप्पी माघे सङ्क्रान्ति भन्न चाहन्छु। माघे सङ्क्रान्तिको शुभकामना होला सबैलाई। र नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समितिलाई एकदमै विशेष धन्यवाद छ यो आयोजनाको लागि, यो पहलको लागि, यो जोसको लागि, यो आँटको लागि चाहिँ नेपाल मगर सङ्घलाई विशेष धन्यवाद छ। तपाईँले गर्दाखेरि म दाङ घोराइमा आउनु पाएँ होइन, त्यसको लागि नेपाल मगर सङ्घका सम्पूर्ण कार्य समितिका सम्पूर्ण आयोजक टिमलाई धन्यवाद छ। र माधव जोन छेत्रीजीलाई देखिरहेको छु मैले, माधवजी आउनुहोस्। र कोष खड्काजी र माधव जोनजीको लागि ताली दिउँ एकचोटि। मेरा मुटुका टुक्राहरू हुनुहुन्छ उहाँहरू। नेपालभरिका कुना कुनामा उहाँहरूले यसरी होस्टिङ गर्नुहुन्छ, यसरी बोलिदिनुहुन्छ स्टेजमा, यति खुसी लाग्छ मलाई। र उहाँहरूको एनर्जी र उहाँहरूको साथ सपोर्टको लागि चाहिँ एकदमै विशेष धन्यवाद छ। माधवजीको घर कता? गुल्मी छ। ओके, गुल्मीको छोराको लागि चाहिँ दङ्गालीले हामी सबैले स्वागत गरौँ, उहाँलाई तालीले स्वागत छ। तपाईँलाई दाङमा स्वागत छ। र कोच खड्काजी हुनुहुन्छ कोलपुरदेखि, कोलपुरका कोच खड्काजीलाई पनि स्वागत छ दाङमा। थ्याङ्क यू सो मच, धन्यवाद। र अब हामी सँगै नाच्नुपर्छ, सँगै रमाइलो गर्नुपर्छ है त। अहिले लास्टमा हामीले टर्चले पनि हेर्नुपर्छ है, कहाँ को कहाँ हुनुहुन्छ हेर्नुपर्छ हामीले। सो मेरो घर थाहा छ नि कहाँ हो भनेर? ओके, मेरो यही नजिकै रामपुरमा हो घर चाहिँ। र हामी यहाँ ट्राफिक चौकबाट गाडी चढ्थ्यौँ,
गाडीबाट हामी रामपुर जान्थ्यौँ र अहिले अटो आइसकेको रहेछ हामी ट्याक्सी चढ्नु पर्दैन अहिले चाहिँ र मलाई दाङमा आउनु पाउँदा अति खुसी लाग्छ तपाईँहरूलाई यसरी भेट्दा अति खुसी लाग्छ आफ्नो घरकै दाजुभाइलाई भेटा जस्तो लाग्छ आफ्नो आमा बुवालाई भेटा जस्तो लाग्छ सो यस्तै माया रहिरहोस् तपाईँहरूलाई पनि भगवान्ले रक्षा गरून् र मलाई पनि रक्षा गरून् सबैको भलो होस् भन्न चाहन्छु थ्याङ्क यू Thank you so much. Thank you. Okay. एकचोटि सबैजनाले जोरदार ताली सम्मान व्यक्त गरिदिनु होला र अब हामी केही समयमै पल्जीको टिम